मेरो सेयरबाट आइपिओ कसरी एप्लाई गर्ने? त्यसको लागि सबैभन्दा पहिला गुगलको सर्च बक्समा गएर मेरो सेयर टाइप गर्नुहोला र यति गरिसकेपछि तपाईँहरूले पहिलो स्टेप सबैभन्दा सुरुमा देख्न सक्नुहुन्छ मेरो सेयर। यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि सिलेक्ट योर डिपीमा तपाईँहरूले आफ्नो ब्याङ्कलाई सिलेक्ट गर्नुहोला र आफ्नो ब्याङ्क राखिसकेपछि यहाँनिर युजर नेम पासवर्ड भनेको छ। यसमा तपाईँहरूले आफ्नो मेरो सेयरको आइडी र पासवर्ड राखेर लगइन गरिदिनु होला। जस्तो कि मैले चाहिँ लगइन गरेर आइसकेको छु। तपाईँहरूले यहाँ लेफ्ट साइडमा देख्न सक्नुहुन्छ माथि 3टा लाइन। यसमा क्लिक गरेर तपाईँहरूले यहाँ तल देख्न सक्नुहुन्छ माई आस्बा। माई आस्बामा क्लिक गरिसकेपछि तपाईँहरूले यहाँनिर एप्लाई फर इस्यु भनेको छ। शिखर पावर डेभलपमेन्ट लिमिटेडको नयाँ आइपिओ खुलेको छ। यसमा सिधै एप्लाईमा जाउँ र एप्लाईमा गइसकेपछि तपाईँहरूले स्क्रोल गरेर तल आउनु होला। यहाँ तल देख्न सक्नुहुन्छ ब्याङ्क भनेको। ब्याङ्कमा चाहिँ तपाईँहरूले क्लिक गर्नु होला। ब्याङ्कमा क्लिक गरिसकेपछि तलतिर एकाउन्ट नम्बर भनेको छ। यसमा पनि क्लिक गरेर सिलेक्ट गरिदिनु होला आफ्नो एकाउन्ट नम्बर। त्यसपछि तपाईँहरूले तल यहाँनिर देख्न सक्नुहुन्छ एप्लाई किता भनेको छ। यसमा चाहिँ 10 किता है, मैले 10 किता राखेँ किनभने योभन्दा धेरै पर्न पनि गाह्रो छ। अब यहाँनिर सिआरएन नम्बर भन्ने देख्नुहुन्छ। यो सिआरएन नम्बरमा चाहिँ तपाईँहरूले आफ्नो सिआरएन नम्बर राखिदिनु होला। अब आफ्नो सिआरएन नम्बर राखिसकेपछि तपाईँहरूले यहाँनिर सानो बक्स एउटा देख्न सक्नुहुन्छ सानो। यसमा चाहिँ टिक गरिदिनु होला। टिक गरिसकेपछि तपाईँहरूले यहाँनिर प्रोसिड भन्ने अप्सन छ, यो प्रोसिड गरिदिनु होला र प्रोसिड गरिसकेपछि तपाईँहरूले यो 4 अङ्कको ट्रान्जेक्सन पिन यहाँनिर हान्नुपर्ने हुन्छ। जस्तो कि मैले यहाँनिर आफ्नो 4 अङ्कको पिन चाहिँ राखिसकेको छु। त्यसपछि मैले यहाँनिर एप्लाई गरिदिन्छु। देख्न सक्नुहुन्छ मेरो सेयर हेज बिन एप्लाइड सक्सेसफुल्ली भनेर आइसकेको छ। यो तरिकाले तपाईँहरूले पनि आइपिओ चाहिँ एप्लाई गर्न सक्नुहुन्छ है त। भिडियो कस्तो लाग्यो एक लाइक गरिदिनुहोस् है।